नमस्ते, म एम तमो। नमस्कार, म सञ्जित तामाङ। अहिले साउदी सरकारले नयाँ नियम लिएर आउनुभएको छ। यो बारेमा हामीले जानकारी दिन गइरहेका छौँ। यो सूचना चाहिँ नेपाली राजदूतावास रियादेखि प्राप्त भएको हो। हजुर, पक्कै पनि नेपाली राजदूतावास रियादको अनुसार विशेष गरी नेपालदेखि आउने श्रमिकहरू जो चाहिँ साउदी आइसके पछाडि 3 महिनाको अवधिमा पनि अकमा बनाएको छैन, उक्त श्रमिकहरूले चाहिँ नेपाल जानको लागि नेपाली दूतावासबाट प्रोसेस गर्न सकिने भएको छ। जस्तै अकमा पनि यदि 3 महिनापछि बनाएन होइन, साथै तपाईँलाई काम दिएन भनेपछि तपाईँ तुरन्त गएर नेपाली राजदूतावासमा गएर तपाईँले फारम भर्न सक्नुहुन्छ। जस्तै पहिला नियम थियो तपाईँको कन्ट्याक्ट भ्याउनु पर्ने, अहिले त्यो नियम चाहिँ हटाएको छ साउदी सरकारले। त्यो भएर पनि जति पनि हाम्रो नेपाली युवाहरू हुनुहुन्छ, यस्तो कम्पनी बन्द भयो, अकमा बनाइदिन, रिन्यू गर्दैन, अकमा बनाइदिन भनेपछि नेपाली राजदूतावासमा जाने तपाईँहरूले फारम भर्न सक्नुहुन्छ। हजुर, पक्कै पनि तपाईँहरूको अकमा एक्सपायर भएको 3 महिना बितिसक्दा पनि कम्पनीले अकमा रिन्यू गरिदिएको छैन भने तपाईँ कुनै अर्को कम्पनीमा पनि जान सक्नुहुनेछ भने तपाईँ नेपाल जानको लागि प्रोसेस पनि गर्न सक्नुहुनेछ। साथै अब जति पनि नेपालीहरू हुनुहुन्छ, फेरि प्रोसेस गरिसकेपछि यदि काम दिइरहेछ होइन, सेलेरी दिइरहेछ भने तपाईँको अब बस्ने इच्छा छ भने बस्न सक्नुहुन्छ, कुनै कम्पनीमा पनि जान सक्नुहुन्छ। तर समय चाहियो भने 4 महिना 5 महिना लाग्नेछ होइन। त्यो भएर पनि कतै काम पाउँछ, काम दिइरहेछ भने काम तुरन्त छोड्नु हुँदैन। त्यही भएर पनि समस्या हुन्छ, कहाँ बस्ने के खाने होइन, साउदी जस्तो ठाउँमा ठुलो समस्या हुन्छ। साथै हजुर, सबैजनालाई यही अनुरोध गर्न चाहन्छु, तपाईँ जुन कम्पनी हुनुहुन्छ तपाईँले कम्पनी चाहिँ नछोड्नु हुनको लागि सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै अब एमबिसीमा फारम भरिसकेपछि यो चाहिँ लेबर कोडदेखि हुने हो काम। त्यो भएर पनि तपाईँहरू कम्पनी जहाँ छ त्यहाँदेखि हुन्छ। जिद्दा हुनुहुन्छ भने त जिद्दा, दमाम हुनुहुन्छ दमाम, अल्कासिम भन्ने अल्कासिम, जहाँदेखि तपाईँको भिजा लागेको छ, अकमा रिन्यू भएको छ त्यहाँदेखि प्रोसेस गर्न